के छ दाजु? छ भाइ ठीक छ। के छ मेघनाथ सर? ठिकै छ। हामी यहाँ चाड आएको मात्रै होइन त? हो अनामिका गीत गाउन आएको छ त्यति नै। बस त्यति। खोइ साथीभाइहरूलाई 6:30 भनेको 34 भइसक्यो आउँदैनन् साथीभाइहरू। यहाँ हाम्रो सिङ्गर हामी यत्रो आइसक्यो खाली छ ना बस आएको छ है। हामी यहीँ हेर्नु त स्कुल यहाँ यसो छ हामी यहाँ 4-5 जना मात्रै छन् नि हेर्नु त। हामी यहाँ यता आएर बसिया मात्रै छन्। के छ दाजु? ठीक छ भाइ। अनि एउटा गाडी सुन्दरको गाडी गएर उठी आएछ घुम्दैछ त त्यही क्लबका छेउमा अहिले कृष्ण देवा सर के छ? के हो आदि टोकेको स्याउ पो छ त कहिलेबाट हो? आदि टोकेको सिङ्गर मै माथि राम्री मै माथि सुन्दरी। म्याम भर्खर आउँदै हुनुहुन्छ। तपाईँलाई कति बजे बोलाएको म्याम हामीले? हजुर कति बजे खोइ थाहा भएन। तपाईँ यसो ढिलाइदिनु हो म्याम तपाईँलाई? उता म्याम भर्खर आउँदैन उता पनि हो। म्याम तपाईँ ढिलाउने हो? तपाईँलाई कति बजे बोलाएको तपाईँहरूलाई हामीले? तपाईँहरू ढिलाउने हो? यताहरू हेर्नु त यहाँ दिदी पनि यहाँ म्यामहरू कति बजे बोलाउनु भयो हामीले? हामीले 6:30 बजे। 6:30 भर्खर बज्नुभयो तपाईँहरूको? बल्ल गाडी पनि आउँदैछ हेर्नु त। गाडीले नि धोका दिएको। तपाईँ ढिलाउने हो? विशाल सर भर्खर आउँदैछ यहाँ। अघि आउनु भएको थियो भर्खर यहाँ हामी छिरेपछि आइपुग्नु भएको छ। बाइक स्टार्ट गर्दैछ। म्याम 6:30 भर्खर बज्नुभयो। भर्खर बज्नुभयो तपाईँको 6:30। फेरि पछि सर आउनु भएन? यो चाहिँ हाम्रो गेट पाले आजको। कति बजी बोलाएको सर? तपाईँ यतिखेर आइपुग्ने हो? तपाईँ यतिखेर आइपुग्ने हो? तपाईँको 6:30 भर्खर बज्यो? यहाँ गाडी आयो भनेर सोधिरहनु भएको थियो। धानको बात मायालाई पानको प्राण धानको पात मायालाई पानको पात मायालाई पानको पात। सर एउटा पुस्ता गाडीको प्याकेट कति रुपियाँ? प्रसादको रुममा के किन्थ्यो हो विशाल सर? तिन सर के किन्थ्यो हो? मोबाइल चुसिराख्नु हुन्छ कि भनेर लङ त लिएकै छु मैले। युट्युबमा हाल्नु पर्यो। गान्धी गान्धी हाजी के भयो मोटे हाजी हाजी के छ बुद्ध सर? हाजी हामी एउटै के हो के हो? हामी पछाडि नै let them go let them go let them go ओ बुझ्न छ के छ? बाको कुरा के गरे? भिडियो बनाएको गीत आउला नि मेरो। आरामै हो म्याम? आरामै। हामी मनोकामना घुम्दै होइन त बुद्ध सर? यस म्यामहरू हिँड्न सकेको छैन क्या हो?
म्यामहरु हो गीता म्याम डल्ली म्याम म्यामको जुत्ता हराउँछ अनि यो मान्छेलाई चाहिँ भोक लागेको अवस्था भोक त सबैलाई लाग्छ भोक लागेर यहाँ यो मान्छेको सोर्स एकछिनै गुरु खिचिराख्नु हुन्छ कि के हो यसको अनुहार भोक लागेर मर्न लागेको छ केही तलमाथि हुनु हुँदैन त्यसले गर्दा मिसावट भनेपछि एक थोपो हुनु हुँदैन भयो भने त कारबाही पर्छ भनेर कुरा चाहिँ अब सिडिओको आदेश दिएछन् क्या अनि दिएपछि अब दुधवाला त दुध बेच्नु छ हस् हजुर मालिक म केही त्यस्तो मिसावट यता भोगिसक्नु पारेछ कि त्यो चाहिँ यस्तो होला त्यसको जोक एउटा भनिहाल्छु पहिला पनि कतिचोटि भने होला होइन उहाँले नेचुरलको कुरा ल्याउनु भयो एलर्जी हुने क्या एउटा सिडिओ चाहिँ सिडिओ अलिकति स्वाद हेरेर सुन्नु है गीता अनामिकाले अनि लिएर गयो अनि गएपछि अब त्यहाँ सबै मिलाउने कुरामा दुध ल्याउने आउँछ नि त मान्छे सिडिओ साहब खाँदा दुध पुऱ्याइदिन्छ मान्छेले गाउँबाट किन्ने त किन्ने हो अनि त्यो दुधवालालाई बोलाएर सिडिओ साहबले भन्यो के त बुद्ध सर इट्स फाइन इट्स फाइन यो खान नपाएको ज्यान आई एम नट फाइन इट्स फाइन धेरै खान पाएको ज्यान छिनछिनमा भोक लाग्छ यसलाई अहिले भोक लागिसक्यो यसलाई हो यता खै मेरो त अनुहार आदि मात्रै आउँछ त ल हो यस अनि म्याम जिप लाइन चढ्दा कस्तो भइरहेको छ तपाईँलाई रमाइलो भएको अनि विशाल सरलाई चाहिँ घुम्यो धेरै अगाडि हेर्न पाएन अनि छिनछिनमा भोक लाग्ने मान्छेलाई चाहिँ कस्तो लाग्छ जिप लाइन चढेर हो अनि खालि भोक लाग्यो भन्ने एउटा थियो नि हो त्यसकै खालि भोक लाग्यो भन्थ्यो हाम्रो सरहरू चाहिँ ऊ पर हुनुहुन्छ हिँड्दै हुनुहुन्छ लिडर जहिले अगाडि हुनुहुन्छ दोस्रो लिडर तेस्रो लिडर चौथोमा चाहिँ हाम्रो दाई बडीगार्ड यहाँ हाम्रो म्यामलाई चाहिँ मोही चाहियो अरे म्यामलाई मोही चाहियो अरे मोही यहाँ हेर्नु त ल ल ल यहाँ के हो यहाँ के हुँदैछ तपाईँ लड्याउने भुइँचालो कसले हेरेर खानु सक्नु जिन्दगी यस्तै बाटोमा हिँडेर के गर्नु हप्सिदिएको छ एकदम रमाइलो छ है रमाइलो पिकनिक छ हाम्रो अमित सर डान्सर सबै राम्रो मान्छे हुनुहुन्छ मेरो छोराछोरीलाई राम्रो डान्स सिकाउनुहुन्छ हो म्याम हो म्याम पार्टी खानुपर्छ हो म्याम अनि हाम्रो यहाँ म्याम हिँड्दै हुनुहुन्छ नि त्यहाँ लुकुल डुल्दै यहाँ हिँड्नुहोस् न म्याम यता पछाडि हेलो खेतबारी जोलिङ्गी पुलमा जाँदैछु अरूलाई पर्खिँदै म्याम झोलुङ्गी पुलमा हिँड्दै हल्का अवस्था साथीहरू आधीले छोडेर गइदियो अब के गर्नु अरू बाँकीलाई चाहिँ कुर्दैछु
तपाईँ आइहाल्छ नि मेरो युट्युब ब्लगमा सँगै सुरान सक्या नि हामी झोलुङ्गे पुलमा हिँडेको अवस्था